थापाथलीको सुकुम्बासी बस्ती 4 घण्टामै सखाप। 6 परिवार मात्रै बालनको शरणमा, हुकुमबासीहरू ओझेलमा। थापाथली बागमती नदी किनारको अव्यवस्थित सुकुम्बासी बस्ती शनिबार बिहान करिब 4 घण्टामै पूर्ण रूपमा खाली गरिएको छ। बिहान 8:30 बजेदेखि सुरु भएको डोजर अपरेसन दिउँसोसम्म आइपुग्दा बस्तीका अधिकांश टहरा भत्काइएका छन्। अब डोजर गैरी गाउँ प्रवेश गरेको छ। काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालनमा गरिएको अभियान अपेक्षाकृत शान्तिपूर्ण देखिएको छ। प्रहरी प्रशासनले सुरक्षालाई उच्च प्राथमिकता दिँदै ठूलो संख्यामा तैनात गर्यो। अधिकांश बासिन्दाले शुक्रबार बस्ती छोडिसकेका थिए भने बाँकीले शनिबार बिहान हतार आफ्ना सामान निकाल्दै बस्तीबाट बाहिरिए। कतिपय भने अझै सड़क छेउमा सामान थुपारेर अन्योलमा देखिएका छन्। रोचक तथ्य त के देखियो भने आफूलाई घरबार विहीन बताउने जम्मा 6 परिवार मात्र सरकारी निगरानीमा आएका छन्। ती परिवारलाई प्रारम्भिक रूपमा दशरथ रंगशालामा लगेर स्क्रिनिङ प्रक्रिया शुरू गरिएको छ। त्यसपछि मात्रै उनीहरूलाई स्थायी वा अस्थायी बसोबासका लागि छनौट गरिनेछ। महानगरका अनुसार बस्तीमा बसोबास गर्ने धेरै जसो व्यक्तिहरू आफैले कोठा खोजेर सरेका छन्, कोही आफन्तकामा गएका छन्। सुकुम्बासीको रूपमा चिनिएका अधिकांश मानिस वास्तवमा वैकल्पिक आवास भएको समूह हुन सक्ने संकेत दिएको छ। सरकारले भने वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई 5 स्थानमा स्थायी रूपमा राख्ने तयारी गरेको छ। त्यसैगरी कीर्तिपुरको सत्संग भवन, बोर्ड स्थित तालिम केन्द्र, खरीपाटी र चाँदबागमा अस्थायी बसोबासको व्यवस्था छ। बस्ती हटाउने क्रममा मानवीय पक्षलाई ध्यान दिँदै स्वेच्छाले स्थानान्तरण हुनु चाहनेलाई प्रहरले सवारी साधन तथा व्यवस्थापकीय सहयोग प्रदान गरेको थियो। एम्बुलेन्स, क्रेन्स, टिपर जस्ता उपकरणहरू तयारी अवस्थामा राखिएको थियो, जसले यो अपरेसनलाई व्यवस्थित बनायो। यसैबीच प्रहरी प्रशासनले थापाथली गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती पनि खाली गराउने तयारी गरिरहेको छ। अभियान क्रमिक रूपमा अन्य स्थानमा पनि विस्तार हुनेछ। यो अपरेसनसँग एउटा गम्भीर प्रश्न छ, यदि हजारौं दाबी गरेको सुकुम्बासी बस्तीमा वास्तविक घरबार विहीन परिवार जम्मा 6 परिवार मात्रै थिए त बाँकी को थिए? हुकुमबासी? स्थानीय तहका स्रोतहरूका अनुसार वर्षौंदेखि सार्वजनिक जग्गामा बसोबास गर्ने कतिपय व्यक्ति सुकुम्बासीको आवरणमा बसेका हुकुमबासी हुन सक्ने आशंका छ, जो विभिन्न कारणले आफ्नो पहिचान लुकाउँदै आएका थिए। डोजर चलेसँगै यस्ता व्यक्तिहरू अनुहार छोप्दै अन्यत्र सरेका छन्। सरकारले अब सक्कली र नक्कली सुकुम्बासी छुट्याउने प्रक्रिया कडाइका साथ अघि बढाउने जनाएको छ। डिजिटल लगत संकलन, स्क्रिनिङ र प्रमाणका आधारमा मात्रै पुनर्स्थापना गरिने नीति लिएको छ। थापाथलीको यो अपरेसनले सुकुम्बासी समस्या केवल सामाजिक र राजनीतिक र व्यवस्थापकीय चुनौती पनि भएको स्पष्ट पारेको छ। 4 घण्टामा बस्ती सखाप भए पनि यसको वास्तविक कथा अझै पूर्ण रूप बाहिर आउन बाँकी छ। अब यस लगतै सरकारले त्यहाँ संरचना बनाउनेछ। मेरो नाम भावना लिम्बू। मेरो यहाँ बसेको 25 वर्ष भयो। हामीले गाउँको सबै बेचबिखन गरेर आएर सानो छाप्रो किनेर बस्या हौं। अनि नानी यहीँ जन्म्यो, यहीँ दुःख सुख ज्यामी स्यामी गरेर नानी